गुहेश्वरी गुहेश्वरी पशुपति क्षेत्रमा रहेको एक प्रसिद्ध हिन्दू मन्दिर हो। बागमती नदीको दक्षिण किनारामा यो मन्दिर अवस्थित रहेको छ। सतीदेवीको गुह्य पतन भएको ठाउँमा उत्पन्न भएकी देवी हुनाले यसको नाम गुहेश्वरी रहन गएको जनविश्वास गरिन्छ। यो स्थानमा सर्वप्रथम 33 कोटी देवताहरूको पूजा आराधना गरेको पनि विश्वास गरिएको छ। त्यहाँ एउटा सानो दुलो मात्र छ जहाँ चाँदीको कलशले ढाकिएको मन्दिरभित्रको जलपूर्ण कुण्डलाई श्रद्धालुहरूले देवीको रूपमा पूजा गर्ने गर्दछ। गुहेश्वरीको महिमा नेपाल महात्म्य हिमवत खण्ड श्री स्वस्थानी व्रत कथा आदिमा समेत रहेको छ। यो शक्तिपीठ पुराणमा वर्णित 51 शक्तिपीठहरूमध्ये एक भएकोले सारा संसारका धर्मावलम्बीहरूको लागि विशेष पूजनीय रहेको छ। तन्त्र विद्यामा शिवशक्ति र भैरव भैरवीको क्रीडा स्थलको रूपमा नेपालमा 51 भैरव र भैरवीको पनि बास रहेको विश्वास गरिन्छ। परम्परा अनुसार पुराणमा उल्लेखित यस पीठको स्वरूप पहिले जलमग्न रूपमा गुप्त नै थियो। पछि नेपाल सम्वत 762-794 तिर राजा प्रताप मल्लको पालामा उनका समकालीन तान्त्रिक नरसिंह ठाकुरले गुह्य देवी